वेलकम टु माई च्यानल। फेरि भ्लगमा हाम्रो चाहिँ स्वागत छ होइन। अनि हामी चाहिँ आज कहाँ जान्ला भन्दाखेरि हामी कहाँ जान्ला अरे भन्दै थियो एकचोटि चट्टला हामी मेलामा जान्दा जान लाग्यो गाई चाहिँ न। अब उतानिर चाहिँ हाम्रो दिदी हिँड्नु हुन्छ, एकचोटि रुक्नु चाहिँ म एकचोटि चट्टलाएर है। हामी चाहिँ बाटोमा हिँड्दैछौँ होइन, हामी चाहिँ बाटोमा हिँड्दैछौँ। अब हामी जान लाग्यो रङ्गशाला। यहाँ मेरो आउटफिट देखाइदिएँ यहाँ भाइ, मेरो आउटफिट देखाइदिएँ, मेरो आउटफिट देखाइदिएन, मेरो आउटफिट देखाइदिएँ नि यहाँ। मेरो आउटफिट चाहिँ ठ्याक्कै होइन लुगा जस्तै छ है, मेरो आउटफिट चाहिँ ठ्याक्कै लुगा जस्तै छ। म्याक्सी पन्टी म्याक्स त्यस्तो त होइन, त्यस्तो नि हुँदैन, त्यस्तो अब त्यस्तो साह्रो पनि हुँदैन है। अब त्यही भन्न चाहन्छु म चाहिँ। हामी चाहिँ कहाँ जान लाग्यो भन्दा टाहेलको रङ्गशाला भन्ने ठाउँमा, त्यहाँ चाहिँ मेला चल्दा रहेछ होइन। आज गएर यसो चलपल देखाइदियो भने चलपल देखाउने त होइन, यसो हेरिदिने होइन। यो भाइको नाम चाहिँ सम्यक थापा मगर हो है। यो भाइ चाहिँ खतरा सुन्दरी छ, सुन्दरी ठ्याक्कै है। अनि हाम्रो चाहिँ यहाँ दिदी हुनुहुन्छ, दिदी, यो दिदीको नाम चाहिँ दीक्षा दिदी हो। कसैले के ट्युसन पढ्नेमा सम्पर्क गर्नुहोस् दिदीलाई। साइन्स ट्युसन, साइन्स म्याथ साइन्स एकदम राम्रो ट्युसन पढाउनुहुन्छ उहाँले चाहिँ। अनि उहाँले नि खत्रै पढ्नुहुन्छ। आरएस भनेर टप हान्छ। हामी चाहिँ अब बिच बाटोमा गएर बिच बाटोमा गएर होइन, अब हामी चाहिँ बाटो देखाउँदैछौँ यहाँ। बिच बाटो भने छेउ बाटो हो। यो चाहिँ हाम्रो दुनियाँको ब्युटिफुल रोड हो है, ए वर्ल्डको। अनि हाम्रो तपाईँलाई चाहिँ काठमाडौँ देख्छ। कुन काठमाडौँ भन्दा नर्थ काठमाडौँ, हाम्रो साउथ चाहिँ यता छ होइन। ए यता हो कहाँ उता, ए यता हो कहाँ उता। हाम्रो यता है, हाम्रो चाहिँ काठमाडौँ छ यता। धरारा हेर्ने गाई, धरारा हाम्रो धरारा कहाँ छ खोइ, उता छ। धरारा चाहिँ हाम्रो त्यति नै हो। धरारा भन्दा राम्रो चाहिँ यहाँ काठमाडौँमा खासै ठुलो कुरा चाहिँ केही छैन है। धरारा भन्दा राम्रो ठुलो यो म छु त हाम्रो ललितपुरमा काठमाडौँ ललितपुरमा छ, पुलमा ललितपुरमा छ। ललितपुरमा हाम्रो खम्बा छ है यहाँ, खम्बा। ओहो जुम भइरहेको रहेछ नि साथी। गाई चाहिँ हामी चाहिँ हल्का उता पुगेर गर्छु होइन भिडियो। अहिलेको लागि रोकिदिन्छु चट्टलाएर है। आधी बाटोमा आइपुगिसकेछौँ होइन। अनि उतानिर छ है रङ्गशाला चाहिँ, त्यहाँनिर हेर्नु उतानिर छौँ। हामी चाहिँ रोटी पिङ खेल्न आइरहेछौँ। रोटी पिङमा चाहिँ को डर लाग्छ भन्दाखेरि उसलाई डर लाग्छ अरे, अनि दिदीलाई डर लाग्छ अरे, मलाई चाहिँ डर लाग्दैन हो। खासै डर चाहिँ लाग्दैन मलाई। अस्ति भरि खेल्यो उतानिर। अनि गाइस यहाँबाट चाहिँ हाम्रो फुटसल जान्छ। कसैलाई फुटसल खेल्न मन छ भने चाहिँ यता कन्ट्याक्ट गर्नुहोस् बाटोमा। ल हाम्रो यहाँ चाहिँ भाइ भेटाइसकेको छ एलिस भाइ। कहाँ जान्ला त ल जाँदै गर, अहिले आउँछु म। अब गाइस त्यति नै हो, घुम्ने बस्ने रमाइलो गर्ने त्यति होइन। अनि हामी चाहिँ खेल्नु पर्छ अब चाहिँ छिटो कुरा होस् है। अब चाहिँ अब चाहिँ छिटो कुदायो गाई छैन। हाम्रो 7 चान्स लाग्छ, तर मेरो जाँदैन थाहा छ किनकि हामी खतरा हो। मेरो चाहिँ जाँदैन है, कहाँ म भन्दा डरपोक तिम भन्दा डरपोक बुझ्यो। तर रोटी पनि सुहाउँदैन कि त मिकी माउसमा चल्छ। कहाँ मिकी माउस त्यस्तो जम्गर्ने बच्चा बेला, त्यो बच्चा चाहिँ त हो कि है। बुढो भइसकेपछि बुढो भएर यहाँ मर्ने बेला बेत्रो भएर चाहिँ गाई चाहिँ यहाँ चाहिँ कौवा छ। यो कौवा बसिरहेको छ यहाँ। कौवालाई जाडो गरिम भएर त्यहाँ एकछिन रेस्ट गरेर चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ त्यहाँ छिटो, किनकि अहिले हाम्रो फेरि मेला सिध्यो भने टेन्सन पर्छ हामीलाई। मेला कति वर्षमा हुन्छ के थाहा। मेला चाहिँ हाम्रो 10 वर्षमा हुन्छ अरे है। हामीलाई भर्खर त्यहाँ कसले भन्यो अरे, कसले भनेको थिएन हामीलाई, हामी आफैले गेस गरे हो। अहिले यो ठाउँलाई चाहिँ हाम्रो यहाँ झालुमटारको साइड भन्छ टाहेले हो। झालुमटारको साइड हो यो चाहिँ होइन गाई, झालुमटारको साइड। अनि हाम्रो त्यहाँ रोटी पिङ चाहिँ गुडिरहेछ, रोटी पिङ गुडिरहेछ गाई। अब हाम्रो भ्लग पनि डेन्जर हुन्छ जस्तो छ होइन रोटी पिङले गरेर। त्यही अब रोटी पिङ अब
अब हामी चाहिँ ठ्याक्कै त्यहाँ बाहिर पुग्न लागेपछि भिडियो गर्छु गाइज होइन अहिले एकछिन साइलेन्ट गाइज हामी चाहिँ यहाँ छेउमा आइपुगिसक्यो यो मेलाको छेउमा आइपुगिसक्यो हामी ल्याइदिनु यसो डर लागेर गाइज यिनीहरूलाई चाहिँ होइन गएर हामीलाई त डर लाग्दैन नि त होइन हामी त्यस्तो डराउने मान्छे होइन हामी खतरा हो हामी मान्छेहरू डराउने मान्छे हामी डराउँछ लाग्यो भने डराउँदैन भने हामी खतरा लगाइहाल्छ अब भित्र एकछिन तत्लाएर भिडियो है हेलो गाइज हामी चाहिँ भित्र छिरिसकेको छौँ भित्र चाहिँ यहाँ धेरै हल्ला छ गाइज यहीँ बजार सबै छ भित्र पुरै हल्लै हल्ला चाहिँ 350 350 550 घडी लैजाऊ घडी लैजाऊ घडी 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 खुट्टा देखेर खुट्टा गाइस आज सबै प्याक प्याक छ प्याक प्याक हामी जान्न चाहिँ कहाँ खोज्यो भक्क बनाइरहेको बनाइरहेको छ गाइस यहाँ चाहिँ धेरै हल्ला छ हल्ला भएर मेरो आवाज राम्रोसँग नसुन्न सक्ने हुनुहुन्छ तर सुनिरह होला भन्ने आशा गर्दछु म चाहिँ जम्बाएर गाइस हामी चाहिँ बाहिर जाँदैछु बाहिर के छ भाइ एक सय 50 250 150 250 सबै 150 250 मा गाइस के रे सबै 150 250 हो रे मान्छेमा डबल टन्ना बाजे मेरो भ्लग हेर्दा नि पैसा पर्न पर्यो तर के गर्नु त्यस्तै हो अब भ्लग हेर्दा पैसा पर्ने रे होला द्वार नाचेको हेर्दा नि भने गाई त्यहाँ चाहिँ मस्त नाचिरहेको डान्स हान्दै होइन यहाँ नाचेको कति पर्दो रहेछ हामी जन्म नाच्दा गाई चाहिँ नाचेको कति पर्ने त सोधौँ नत्र हामी नाच्नु पर्यो यहाँ तत्त लगाएर कता नाचिन्छ हामी पनि मान्छे कडा हो योभन्दा त खतरा मै नाचिन्छ यार गाई बिल्ला नाचिरहेछ यो मखमली आजसम्म एक्लै छ यो मखमली अरू हुन बेग्लै छ उहाँ एक्लै हुनुहुन्छ अरे उहाँलाई साथी नै पनि हुनुहुन्छ खतरा नाचिन्छ नत्र म त एकजना भाइ रहेछ आफ्नै हो कति वर्ष भयो खतरा नाचिन्छ होइन धन्यवाद मिठो प्रस्तुतिका लागि बहिनी मिनिस्कालाई कस्तो अनुभव जति पनि हुँदैछ प्रकटमा छरिएर रहनुभएका कस्तो अनुभव हुँदैछ तिम्रो दाजुभाइ दिदीबहिनी कस्तो अनुभव हुँदैछ तिम्रो पनि एकपुष्ट रूपमा चाहिँ साङ्गीतिक नमन गर्न चाहन्छु हामी खतरा नाचिन्छ गऱ्यो त्यहाँ स्टेजमा त्यो दिदीभन्दा खतरा नाचिन्छ भोलिसम्म मात्र यो ग्राउन्डमा चाहिँ साङ्गीतिक कार्यक्रम हेर्न त्यस पछाडि रोटेपिङ नाउ झोलाको खेलेर मनोरञ्जन लिन स्वादिष्ट परिकारको मनोरञ्जन लिन आउनु पर्यो रे गाइस होइन चाख्नका लागि भोलि अन्तिम दिन रहेको छ भोलि अन्तिम दिन रहेछ त्यही भएर हामी जति नै आउनु जति सबैजना जति मौका फाइदा उठायो होला त्यसै गरी स्टेजमा अनि घरको लागि सम्पूर्ण नुनदेखि सुनसम्म जिरादेखि जिरासम्म सबै सामान हाम्रो स्टाइलमा एउटै छातामा छ छातामुली छ एक गतिदेखि सञ्चालन रहेको छ हजुरहरूले कतिवटा चिज किन्नुभयो अनि कतिवटा किन्नु भएको छैन सबैले दसैँको लागि सम्पूर्ण सामान किन्नुहरू छ आफ्नो बाबु रानीहरूको लागि सम्पूर्ण छ सबैको लागि आफ्नो खरिद गर्न सक्नुहुन्छ बजार मूल्यभन्दा 20% कम मूल्यमा सामान दिइरहेको छ
हाम्रो पाउँछ अब यति मेरो भनाइ यति नै हो गाइस हैन त्यो भन्दा बढी बोल्दैन आर्थिक अवस्थाले मेल खाने जाम रोटी पिङ खेल्ला सामानहरू रोटी पिङ ओए सबैजनाले खरिद गर्न त्यो मान्छे अघि नै को डर थिएन भन्दा चाहिँ त्यो उयो गर्दा राष्ट्रिय त्यो हेर्नमा त्यो राखेको कसरी हुन्थ्यो त्यसका अध्यक्ष हुनुहुन्छ नमराज ढुङ्गाना राई राई साइकल सहकारी चलाउने गाई। रूपमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ ललितपुर त्यो राई हेर्नु एकछिन। राई हेर्नु त्यो? जम्लो। साथै रूपमा हुनुहुन्छ टिका भरसो ट्याटो सिन कराटे डोजो त्यसै गरी हामीलाई बोलाएर त कराटे युवा डोजो समूह भन्दै जसले चाहिँ हामीलाई हामी त फेरि खतरा कराते प्लेयर त ओल्ड प्लेयर हो नि त हामी खतरै रिटायर्ड प्लेयर हो नि त हामी गाइज हामीले अहिले पो छोरा त अहिले हाम्रो चाहिँ दिपक भेटिएको छ कहिले त कहिले अब यी दिदीहरू बाइक खेल्दा चाहिँ हेरिदिउँ न यीहरूलाई हाम्रो उहाँहरू चाहिँ बाइक खेल्नु भइरहेछ है बाइक मलाई नि खेल्न मन थियो तर हामी त्यस्तो खेल्दैन हामी भने हामी यस्तो खेल्ने थियो तर होइन मलाई चाहिँ अलिक डर लागेको छैन है मलाई डर लागेको छैन है डर लागेको छैन अब बाइक पनि कस्तो दामी रहेछ हेर्नु नयाँ बाइक नयाँ नयाँ बाइक त कडा हो नि त फेरि ल र कसैको पछाडि खोल्ला छ बाइक कडा छ यो चाहिँ गाई चाहिँ हाम्रो डर बाइक क्रस फायर डर बाइक हो गाई चाहिँ हाम्रो चाहिँ तिमा स्कुलमा त्यो खुट्टा जस्तो हुन्छ त्यो हो नि त्यस्तै रहेछ क्या एकजनाले यो चाहिँ डर बाइक रहेको छ हाम्रो होइन डर बाइक यो 7 लाख एउटा चढ्ने 7 लाख पर्छ होइन अहिले चढाउला हामी 7 लाखको बाइक अब टिकटमा जाउँ म त नजानु पर्ला कस्तो नजाने हो नडराउने मान्छे कहाँ डराएर जाऊ तपाईँहरू जाने नि तपाईँहरू म भिडियो खिच्छु के म अलिक यस्तो खेल्ने होइन म त 360 बाइक चढाउने तेरो 360 यहाँ रहेछ भने ओहो जे जे खाने पर्ने सबै छ यहाँ होइन खानेकुराहरू त सबै यही छ आफ्नो ठाउँमा हजुरहरूलाई के खान मन लाग्यो सम्पर्क गर्नुहोस् होइन के खान मन लाग्यो भने चाहिँ भोक लागिरहेको होला भन्ने आशा गर्दैछु म चाहिँ चल्दालाई कडा मान्छेहरू चाहिँ गाई चाहिँ आइ खेल्न तिमीहरू म नयाँ यार नडराउने मान्छे खेल्ने गर्नु म अहिले 360 खेल्छु के ए म कहाँ छ र तेरो अहिले त्यहाँ जग्ला नि बिस्तारै हामीले यस्तो खेल्नु हुँदैन बोल्नु बस खेल कि त रोटी पिउँला कोलम्बस फर्सी नखसेर खेल्न चाहिँ सकिन्छ क्या अरे कस्तो पसिट लास्ट सबसे पछाडि क्या डर पो छ हौ डर त छैन तर डर छ जाउँ न होइन मोबाइल त उठ्छ त नि मोबाइल रोटी पिङ खेल भने तेरो रोटी पिङ खेलेन म रोटी पिङ नखेली म हाल्नुपर्छ नि त डराएको रोटी पिङ यस्तो डेन्जर छ गाइस त्यहाँ चाहिँ कोही पनि नचढिदिनुहोस् अहिले कोही पनि नचढे कोही पनि चढेको छैन यहाँ कोही पनि चढे अनि कोही पनि नचढिदिनु कोही पनि नचिन्नु होला एकछिन हल्का यहाँ होइन भिडियो हल्का लामो भएको छ म फेरि त्यो ब्रेक गरेर फेरि आउँछ अब यो खेल लागेर चाहिँ यो खेल जस्तो लाग्यो यसलाई भन्छ कोलम्बस होइन कोलम्बस खेल्छु जस्तो लाग्यो तर मलाई चाहिँ डर लागेको छैन किनकि पानी हुन्छ हाम्रो चाहिँ होइन गाई चाहिँ अब एकछिन त्यहाँ कोलम्बसमा बसेपछि भिडियो बनाउँछ होइन अहिले हल्का घाम धेरै छ कि त्यही भएर है गाई हामी चाहिँ जान लगाइरहेको छु गाई चाहिँ अब र हामी भिड लगाइरहेको छु मलाई चाहिँ खासै डर लागेको छैन है डर लाग्छ जाँदैछु गाई जाँदैछौ है गाई जाँदैछौ डर लाग्छ नि गाई म चाहिँ बस्छु है तर आइज यहाँ बस्ने भने म त यहाँ बस्ने डर लाग्छ गाई म चाहिँ यहाँ बस्छु आइज र सबै मलाई डर लाग्छ एक्लै गाई हामी चाहिँ बस्नु जाँदैन अब गाई म चाहिँ बसिसकेको छु गाई अब म चाहिँ भिड राख्छु किनकि त अहिले फेरि म गाई चाहिँ हामी खेलिरहेको छौँ यहाँ होइन गाई चाहिँ मलाई चाहिँ म चाहिँ धेरै पछाडि बसेर होइन आज अगाडि बस्दा कि यस्तो होइन अगाडि बस्दा यहाँ पनि सबजना छ यहाँ तता भाइहरू डराइसक्यो मलाई चाहिँ डरै लागेको छैन कि होइन गाई
म चाहिँ पछाडि सिटमा अस्तिदेखि बसिरहेको आज फर्स्ट अब एक्सपिरियन्स हेरेँ कि फर्स्ट सिटमा बसेर के हुन्छ भनेर साँच्चै डर त लाग्ने छ यहाँ डराएर यहाँ धन्नै रुको दुईजना त्यहाँ होइन भयो भनेर कराएर त्यहाँ दुईजना रुको कहाँ म त डराएकै छैन म त डराएकै छैन गाईले एकछिन चाहिँ हल्का माथि उडाउनु लाग्यो होइन म चाहिँ एकछिन गाई यति हो खोइ सिधै त सिधै गाई सिधै फेरि माथि उडाउनु लाग्यो फेरि माथि उडाउनु लाग्यो गाई माथि उडायो ए रोक्यो मैले अब माथि उडाउनु भनेको छु तर रोकेको होइन रोक्यो गाई मैले चाहिँ आकाशमा उडाउनु भनेको थिएँ तर होइन उसले होइन आकाशसम्म उडेन अरे क्या अस्ति त म त आकाशमा उडेर आएको हुन्छ गाई यस्तो त कति खेलियो अब गाई छैन ओलिने तातो छ हाम्रो गाई छैन ओलिने गाई त उल्टा हाम्रो उडेर जानु लाग्यो गाई मलाई चाहिँ मजा आयो तर डर लागेन यस्तो त यस्तो त बच्चादेखि खेल्यो हामी बच्चादेखि खेल्यो के अब उडाउँदै नउडाउने रहेछ डरै लागेन मलाई त डर लागेर गाई छैन बाइक खेल्न मात्रै हो होइन अहिले तर म चलिआइछु गाई त हामी चाहिँ कसलाई त बस्न लागिरहेको गाई अहिले आउँछ अरे 7 लाख दिएर चढ्न लाग्यो हामी चाहिँ गाई छैन 1 बाइक 1 पर मान्छे 7 लाख गाई छैन ए यो चढ्नेको नि पैसा दिइरहेको कहाँ खोइ के हो दिन दिनु भएन के भयो चढ्नेको नि पैसा दिइरहेको पैसा लिँदा रे कति लिँदा रे क्या त्यस्तो त के गर्नु त नि 7 लाख दिएको गाई 7 लाख दिएको चढ्नु मात्रै ल दिदीहरू चाहिँ खेल्न ला रे मैले अस्तिदेखि खेल्छु त्यही भन्दा डुलेर आउँछु कि गाई त हामी त्यसो अब चल्दै लाग्यो होइन चिनी माथि कुदाउनु पऱ्यो क्या गाई माथि कोही पनि छैन क्या अहिले गाई चिनी मान्छे एउटा पनि छैन त्यसैले मलाई चाहिँ लास झ्याउ लागिसकेको छ गाई यस्तो मैले 7 लाख दिएको तर लिएन होइन गाई नखेलाउने रे दाइहरूलाई है ल है खेलेर आउनु गाई म चाहिँ उतातिर डुलेर आउँछु यस्तो खेल्ने झ्याउ लाग्छ गाई चाहिँ के खेल्नु होइन खेलिएको छ होइन मलाई चाहिँ डर नलाग्यो भएर नखेल्या मैले चाहिँ न यो दिदीहरू खेल्दैछ त्यहाँ चट्ट लगाएर होइन कहाँ पुग्यो झरे के दिदीहरू चाहिँ खेलिरहेको छ गाई चाहिँ अब हामी यहाँ त्यो हेरिराख्नु हुँदैन कि होइन हेरिराख्नु फेरि हुन्छ होइन हामी चाहिँ यस्तो चिनी मान्छे खोजेको चिनी मान्छे भेट्दैन गाई झ्याउ चिनी मान्छे कोही पनि आएको छैन गाई मेरो फ्यानहरू कोही पनि छैन रहेछ फ्यान सानो कोही पनि छैन म एक्लै हिँडिरहेको छु गाई चाहिँ कोही पनि नभएर हेलो गाइस यो चाहिँ हामी चाहिँ धेरै कालो भइसकेको छ घाममा हिँडेर घाम चाहिँ धेरै नै चर्को लागिएको छ गाइस घाम चर्को लागिएको छ होइन त्यसैले हामीले यहाँ कोही पनि भेटाएन कि चिन्ता लाग्न लागिसक्यो एक्लै भएर दिदीहरू खेल्दा चाहिँ मस्त अब आउन लागेको छ दिदीहरू चाहिँ होइन किनकि दिदीहरूलाई मैले धेरै टाइम दिएको थिएन कि धन्यवाद न्युट्री प्लस आजको खाना तपाईँको नाम कस्तो भएको छ ब्रो एकदम रमाइलो कता यो मेलामा नआउनु गाइस यो चाहिँ यो मेलामा चाहिँ खासै रमाइलो हुँदैन रहेछ होइन टिकटको कति पऱ्यो भन्दिनँ दिदी
100 रुपियाँ टिकटको 100 रुपियाँ रे तर worth it छैन त्यो पनि वर्थ इट छैन किनकि स्टुडेन्टहरूलाई डिस्काउन्ट पनि छैन किनकि मान्छेहरू त जङ्गलबाट भागेर आइरहेको छ भित्र है कोही कुनाबाट छिर्छ कोही कुनाबाट छिरिरहेको छ कोही कहाँबाट छिरिरहेको छ गल्ती गर्यो त्यो रुल फलो गरेर हामी पनि यहाँबाट हाल्नु पर्ने रहेछ अनि यहाँको हाम्रो अर्को के हो अरे हाम्रो के हो अरे अर्को गोला रोटी पिङ पनि धेरै घुमाएन भने होइन रोटी पिङ पनि फास्ट पनि थिएन फास्ट पनि थिएन अरे अनि मजा आएन अरे कोलम्बस पनि मजा आएन किनकि कोलम्बस त माथि उडाएन हामीलाई माथि त्योभन्दा धेरै त स्पिडमा चलेर बसमै डर लाग्छ अनि नत्र हामी कोलम्बसमा नत्र कडा उनी विचार थियो हाम्रो गाई छैन अनि हाम्रो गोला पनि मिठो थियो गोला भन्दा चाहिँ दिदी चाहिँ राम्रो थियो है धेरै नै गोला बेच्ने दिदी राम्रै हुनुहुन्थ्यो तर हेर्नु भएन मलाई किनकि त्यही हो जिन्दगी भने त्यस्तै हो अब गाई हामी चाहिँ घर फर्किँदैछौँ होइन अब एकछिनपछि त्यहाँनिर खाजा खाएर हामी चाहिँ घर फर्किनेवालामा छौँ है त अहिले खाजा खाने ठाउँमा भेटौँला चट्ट लगाएर है ट्याप्प हेलो गाई हामी चाहिँ खाजा खान जान लागेको छौँ होइन भ्लग बनाउँदा खाजा खान लागिरहेको छ हामी फेरि त्यहाँ अगाडि विवेक भाइको बसेर जान लगाइरहेको छौँ होइन विवेक भाइको होटलमा सताएर खाइदिने हो अब त्यहाँ ल को हो त्यो के थाहा चिन्दिनस् कसलाई गरेर त्यो नि मलाई ल चिन्दिनँ मैले धेरै एउटा केटीले हो फेरि हेरेर केटीले होइन केटाले हो केटाले पागल नहुन आरएस फेमस रहेछ भनेपछि थाहा पाएँ मैले यस्तो दिएर आरएस इज फेमस आइएम इज फेमस मुन्द्रा लाएर हिँडा मुन्द्रा होइन के टप बहादुर हो कि मुन्द्रो गाई हामी चाहिँ अब खाजा खान चाहिँ बाटोमा हिँडिरहेको छौँ हामी जहिले बाटोमा हिँडिरहेको त्यसैले अब त्यसमा झ्याउ लागिरहेको छ भ्लग बनाउनु त्यही भएर खाजा खाने पसलमा उयो मात्रै भ्लग बनाउँछ है गाई मलाई चाहिँ झ्याउ लागिरहेको छ हामी चाहिँ मोमो खान आइसकेको छौँ मोमो खान चाहिँ पसलमा आइसक्यो हामी यी मोमोको पसल हो यो चाहिँ सबजना मोमो खाँदैछ होइन किनकि मोमो खान खाँदैछ होइन ल गाइस म चाहिँ अब मोमो खानलाई मोमो कसरी खानुपर्छ भन्दा चाहिँ यस्तै होइन अनि झोलमा डुबो नि अनि यसरी मोमो भने फुटाएर खान्छौँ सिमीले खान्छौँ दुईवटा तपाईँले तर नेपाली भएर थाहा छैन नेपाली के हो त चामल जातभन्दा ठुलो धर्म यो हिन्दी के त जातभन्दा ठुलो यहाँ चाहिँ मोमो एकदम मिठो छ त्यस्तो देखेन यहाँ चाहिँ मोमो एकदम मिठो छ तर उल्टोबाट मिठो छ मुला थाहा छ नि मोमो चाहिँ एकदम मिठो छ गाइस किनकि होइन तिमीले मागे चाहिँ अचार आउँछ भने नमाग छु हो खोइ कहाँ छ कुन अचार हिँड्थ्यो झोल होला हजुर दिदी झोल ल्याइदियो नि दिदी भने मलाई आत आउँछ झोल ल्याउँदैछ भाइ बोल भाइ हुँदा अनि त्यहाँ भाइ हुँदा दिदी चाहिन्छ नि भाइ ऊ दिदीलाई भन्दा ल्याएर क्या त्यो भएर होइन दिदी अब तल कुलेको बाटो जाने हो मोमो चाहिँ गोलो रहेछ गाई चाहिँ होइन मोमो एकदम गोलो रहेछ है जिल्ला स्क्वाड चाहियो ठुला मान्छे यो पसलमा चाहिँ कहिले आउनु निकालिदिन्छ मोमो चाहिँ एकदम मिठो छ
चट्टाएर अब मोमो सोमो सिधाएर म चाहिँ अब आउँछु अनि गाइज अहिले चाहिँ हेलो गाइज हामीले चाहिँ धन्य लड्या म चाहिँ गाइज हामीले चाहिँ धन्य अरे फेरि गाइज हामीले चाहिँ खासा खाएर हामी चाहिँ घर जान लागेको छु यो बाटोबाटै घर जान लागेको छु हामी अनि हाम्रो चिलमा हैन हरियो ग्रीनरीमा ग्रिनरी नेचर शीतल शीतल अनि अर्को शीतल ग्रीन फ्ल्याग्स इन ग्रीनरी ग्रिन फ्ल्याग्स इन ग्रिन ग्रीनरी आई एम अल्सो ग्रिन फ्ल्याग ग्रिन फ्ल्याग आई एम अल्सो ग्रिन फ्ल्याग ग्रिन फ्ल्याग होइन अनि यहाँ हाम्रो दिदीले चाहिँ हाम्रो बुकेहरू बनाउँछ अरे होइन हट न त दिदी होइन कि हाम्रो दिदीले चाहिँ बुके बनाउँछ अरे टिकटकको नाम रिबनको क्रोसेको जे भन्नुहुन्छ त्यही बुके मात्र होइन म अरू पनि बनाउँछु हेयर ब्यान्डहरू बनाउँछु या रोडोडेन्ड्रन बनाउँछु अनि तपाईँको टिकटक आइडी भन्यो नि त यहाँ स्वेच्छा एभर पेटल स्वेच्छा एभर पेटलले कति नजिक यहाँ नाकमा टास्दै बरु स्प्रिङ आएन भने चाहिँ मलाई सम्पर्क गर्नुहोस् ओके होइन गाइस त्यति नै हो अब के चाहियो भने दिदीलाई सम्पर्क गर्नुहोस् टिकटकमा मलाई तल लिङ्क राखिदेऊ न तल लिङ्क डिस्क्रिप्सनमा अनि ब्लगमा डिस्क्रिप्सनको भिडियोमा ब्लगरलाई थाहा छैन हुन्छ भइहाल्छ नि डिस्क्रिप्सन त्यो उयो तलको होइन त्यो कमेन्ट गर्ने ठाउँ होइन त्यो कमेन्ट बक्स भइहाल्यो नि डिस्क्रिप्सन भनेको त्यो तैँले भिडियोको टाइटल त्यो अनि त्यो मोर भनेर हुन्छ नि तलपट्टि त्यसमा त्यस्तो हुन्छ नि गाइस डिस्क्रिप्सन भनेर चाहिँ मलाई पहिलेदेखि थाहा थियो दिदीलाई आउँथ्यो गर्नु पऱ्यो त्यही नि गाइस डिस्क्रिप्सन भनेर चाहिँ मलाई पहिलेदेखि थाहा थियो दिदीलाई आउँथ्यो गर्नु पऱ्यो गाइस हामी चाहिँ हिँडिरहेको छ अब ल हल्का उतासम्म चाहिँ अब यतिकै छोडिदियो अहिले भ्लग यतिकै हिँडेको बाटो बनायो भने म केही बोल्दिनँ अहिले ह्याप्पी टर्न छ बाटो पनि अनि हामीले खाल्डाङ खुल्डुङ छ त्यही भएर बोल्न सक्दिनँ यतिकै हिँडौँ अब तपाईँहरूलाई खाजा खानु मन छ भने चाहिँ होइन खाजा खानु मन छ घरमा पनि खानु मिठाल्छ नि तपाईँहरूलाई मिठो खाजा खानु मन छ भने चाहिँ हाम्रो भावना खाजा घरमा जानुहोस् ठ्याक्कै कहाँ भन्दा हाम्रो स्कुलको माथि प्याङ्गो चौतारा माथि छ नि ठ्याक्कै खानेपानी ट्याङ्की माथि त्यहाँ चाहिँ हाम्रो गङ्गा जमुना स्टोरको साइडमा त्यहाँ चाहिँ हाम्रो मिठो खाजा बनाउँछ गाई छैन खानु मन यहाँ 12 मासहरू दसैँ लागेको छ सबलाई दसैँ आइसक्यो तास हान्छन् हाँस्दै बसेका छन् होइन बुढोहरू कता ल्याएर छैन दिदी अहिले दसैँमा हाल्छ अरे दसैँ अब दसैँ भोलिदेखि स्टार्ट होइन हो भोलिदेखि पिङ हाल्छ स्टार्ट हो दसैँ गाइस आज चाहिँ मेरो दसैँ डे भ्लग 1 भनेर उति के आउँछ के अरे टाइटल दसैँ भ्लग डे 1 भोलि नि बनाउने छु म घुमे क्या भोलि नै म घुम्दै बनाउँछु जल्दी र यस्तो चट्टा लगाएर होइन बनाएँ अनि चट्टा लगाएर हामी चाहिँ मुरा ग्याङ है मुरा ग्याङ खेमे इन्सपायर्ड बाई खेमे ब्लग्स है खेमे ब्लग्स हामी चाहिँ हाम्रो दाइले बवाल गरेर हाल्छ फेरि खेमे दाइले होइन अनि यो चाहिँ हाम्रो को दाइ रे को भाइ रे पुगे भाइ होइन गिरे भाइ भन्नु ल जिरे भाइ हो गाइस यो चाहिँ हाम्रो मौसम हो मौसम होइन इन्भाइरोमेन्ट हो क्लिन इन्भाइरोमेन्ट सराउन्डिङ इन्भाइरोमेन्ट सराउन्डिङ भिडियोज सराउन्डिङ त्यो इन्भाइरोमेन्ट Surrounding is all of greenery is that it's beautiful so nice that it's nice because that it's कुकुर अगाडिबाट कुकुर आउँदैछ गाइस हल्का होसियार हुँ किनकि कुकुरले हामीलाई जताबाट नि अट्याक गर्न सक्छ हामी त्यो भएर सेल्फ डिफेन्सहरू सिधै गरौँ होइन गाइस चाहिँ गाइस कुकुर छ कुकुर हामीले केही पनि देखेन कि गाइस तर तपाईँहरू ब्राइटनेस बढाउनुहोस् यसो देखाइदिएन भ्यू यो नेपाल होइन यो 4 घडी हो गाइस हाम्रो नेपाल 4 घडीको चाहिँ भ्यू हेर्नु 4 घडीको भ्यू एकदम राम्रो हाम्रो 4 घडी अनि उता प्लेन उड्छ हाम्रो 4 घडीमा प्लेन पनि उड्छ होइन यो कुकुरले मलाई चिन्छ कि क्यारे स्योर यो आरएस दादा भनेर ए बवाल चाहिँ गाइस अब हामी चाहिँ त्यही हो घाम पनि लागिरहेछ फेरि हाम्रो 4 घडीमा घाम पनि लाग्दो रहेछ यहाँबाट काठमाडौँ पनि देख्छौ
काठमाडौँ यति राम्रो भ्यू देखिन्छ टक्क हाम्रो गाउँमा घुम्न आउनु होला घुम्न आउनु होला जान्छ भोलि यहाँ डेटिङ सेटिङ बस्ने ठाउँ नि छ है यहाँनिर यहाँ चतक थचक्क बस्यो हुन्छ तलतिर बसाइदिनु हुन्छ ततिर बस्दै नि हुन्छ यहाँ घाँसतिर बस्यो भने तर जुगा छिर्छ होला आई थिङ्क होइन ऊ त्यो चाहिँ ऊ त्यो के डाँडाको नाम चाहिँ डाँडा भन्छ त्यसलाई होइन डाँडा चम्पादेवी हौ चम्पादेवी भन्ने रहेछ ठ्याक्कै रिजले भनिदिनु भयो ऊ त्यो नेपालको झन्डा त नेपालको झन्डा हो त्यही नेपालको त्यही पारि हो चम्पादेवी अनि हाम्रो उतानिर नेपालको झन्डा देख्नु भएर चाहिँ नेपालको झन्डा खोइ त नेपालको झन्डा नेपालको चाहिँ झन्डा चाहिँ त्यो नेपालको झन्डा भनेको छ त्यसले होइन हुन त हो त्यही भएर तपाईँहरू यहाँ आएर हेरेर बस्नुहोस् यहाँ सुत्ने ठाउँहरू पनि छ उता होटलहरू पनि छ त्यहाँ गाइज त्यसै भन्ने होटल चाहिँ छैन गाइज फेरि तपाईँहरू आएर फेरि राति हराउँला फेरि तपाईँहरू होइन होटेलहरू चाहिँ डेटिङ स्पटहरू टन्ने छ होइन यी सबै डेटिङ स्पटहरू सबै यहाँ रुखमाथि बसिनुहुन्छ रुखमाथि बसिनुहुन्छ म त बसेँ कुराकानी मेरोको कुराकानी ग्रिन ट्र्याक गाइज आज चाहिँ दसैँ डे भ्लग 1 हाम्रो चट्टाला रमाइलो भएको छ हामी चट्टाला मेलामा चाहिँ रमाइलो नभएर हामी यहाँ घुम्न आएको छ हाम्रै गाउँ यस हाम्रै गाउँ हाम्रो गाउँ किन भन्दाखेरि हाम्रो गाउँमा हामी घुमेको छैन हामी घुमेर फेरि घुम्यौँ हामी हाम्रो गाउँ साह्रै राम्रो छ जति घुमे नि पुग्दैन त्यही भएर घुमे गर्नुपर्छ हामी त्यति नै भन्न चाहन्छु अनि अब हल्का उतासम्म भ्लग बनाउँछु त्यसपछि अन्त तताएर म चाहिँ जानुपर्ने हुन्छ किनकि जानुपर्ने हुन्छ ल हामीले हाम्रो आज यात्रा के कस्तो भएको छ भनिदेऊ तिमी एकदम उसलाई चाहिँ एकदम मोमो खायो अरे होइन उसले हाम्रो दिदीलाई चाहिँ कस्तो भएको छ एकदम रमाइलो भाइहरूसँग पहिलोचोटि हिँडेको रमाइलो भयो अनि ऊ चाहिँ रमाइलो भयो अरे ल अनि यो गाइज मुरा गाइज हामी चाहिँ मुरा ग्याङ चट्लाएर यहाँ चाहिँ भिड छ हाम्रो यहाँतिर चाहिँ सेफ छ किनकि भिड छैन तर भिड छ यहाँ अनि हाम्रो यता माथि चाहिँ कोडारा छोड्नु भएको छ हेऱ्यो कोडारा घुमेको हामी चाहिँ यहाँ माथि कोडारा पनि राम्रो ठाउँ हो तर चारघरे जति राम्रो छैन चार गऱ्यो भने हामी आफै जन्म्यो भने त त्यसैले आफै जान्नु होइन आफ्नै उ त्यो जन्मेको ठाउँ हो नि त त्यही भएर अब हामी जन्मेको ठाउँ हो स्वर्गभूमि होइन दसैँमा चाहिँ चङ्गाउडन बजेकै चङ्गाउनु पर्छ चङ्गाउलाइन भन्ने त्यो दसैँ होइन त्यो तिहार हो डान्स चाहिँ कडा गाइस मेरो यो ब्याग आउटफिट चाहिँ कहाँबाट किनिएको भन्दाखेरि हाम्रो घरबाट ल्याएको है घरबाट ल्याएको हामीले चाहिँ यो केही परे सम्पर्क गर्नुहोस् हामीलाई चाहिएमा म दिदिनँ यो चाहिँ हाम्रो पोहोर साल भत्किएको थियो बाढी आएर भत्किएको थियो यो अहिलेसम्म हाम्रो नगरपालिका केपिओली बाले बनाएको छैन यो हाम्रो होइन गजेन्द्र महर्जन कहाँ केपिओली भनेर तिमी त्यस नभन न केपिओलीले गजेन्द्र महर्जन कहाँ केपिओली भनेर तिमी त्यस नभन न केपिओलीले गजेन्द्र महर्जनले चाहिँ बनाएको छैन त्यो गजेन्द्रलाई चाहिँ होइन हामीले के गर्नु हुँदैन नमस्ते गर्नुपर्छ अब यति नै भन्दाखेरि म चाहिँ भ्लग एन्ड गर्न चाहन्छु बाँकी भ्लग चाहिँ दसैँ भ्लग 2मा है त गाइस ल